हाम्रा अतिथिहरू कोचहरूलाई पनि खाना लगाइदिनु होला बहिनीहरू। उता हाम्रा दुईजना जनप्रतिनिधि हुनुहुन्छ अनि बक्सिङको कञ्चन भनौँ सेवा राणा पनि हुनुहुन्छ भाइ बहिनीहरू। उहाँलाई पनि खाना लगाएर सम्मान गर्नु हार्दिक अनुरोध गर्दछु र म हाम्रा अनुपमा राईजीलाई आफ्नो मन्तव्य राख्दिन हार्दिक अनुरोध गर्दछु। धेरै धेरै धन्यवाद छ हाम्रो टोखा बक्सिङ क्लबका सचिव विकास शिवजीले। आज टोखा बक्सिङ क्लब स्थापना भएको 2022 साल साउन 8 गते हामीले टोखा नगरपालिकामा हामीले यो विधिवत रूपमा स्थापना गरेको थियौँ। आज 3 महिनापछि हाम्रो एउटा प्रमाणपत्र वितरण कार्यक्रम हामी गर्न गइरहेको छौँ। आज यस प्रमाणपत्र वितरण कार्यक्रमका अध्यक्ष टोखा बक्सिङ क्लबका अध्यक्ष देवराज प्रसाद थापाज्यू, त्यसै गरी हाम्रो आजको प्रमुख अतिथि हाम्रो नेपाल बक्सिङ सङ्घका केन्द्रीय अध्यक्ष राम अवारेश्वर हुनुहुन्छ हजुर। त्यसै गरी हाम्रो टोखा नगरपालिका वडा नम्बर 8 का हाम्रो जनप्रिय समाजसेवी विकास प्रेमी व्यक्तित्व हुनुहुन्छ हाम्रो रमेश खत्रीज्यू। त्यसै गरी हाम्रो बक्सिङ सङ्घका केन्द्रीय महासचिवज्यू, त्यसै गरी हाम्रो बक्सिङ सङ्घका केन्द्रीय सचिवज्यू, त्यसै गरी हाम्रो एसोसिएसनका आदरणीय व्यक्तित्व हुनुहुन्छ प्रिन्सिपल सर, हाम्रो वडा सदस्यज्यू हुनुहुन्छ हाम्रो कमला पाण्डेज्यू, त्यसै गरी मिठु नेपाली, त्यसै गरी बक्सिङ सङ्घका उपाध्यक्षज्यू हुनुहुन्छ अभिनव थापा, कोषाध्यक्षज्यू हुनुहुन्छ हाम्रो निलम डाँगीज्यू, सहसचिव हाम्रो झलक सर, यसै गरी सदस्यज्यूहरू हुनुहुन्छ। यसै गरी आजको यस हाम्रो बक्सिङ क्लबको यो आजको प्रमाणपत्र वितरण कार्यक्रममा हुनुहुन्छ एकदम सुरुवातदेखि नै लागि पर्नुभएको हाम्रो कोचहरू हुनुहुन्छ, 60 वर्षबाट निस्कने बसेर राणा हुनुहुन्छ, त्यसै गरी हाम्रो शमशेर सर हुनुहुन्छ, त्यसै गरी पत्रकार हुनुहुन्छ हाम्रो जगदीश सर, त्यसै गरी समाजसेवी विजय राणा मगर हुनुहुन्छ। यसै गरी उपस्थित सम्पूर्ण यो जालपो स्कुलदेखि हाम्रो सबैभन्दा टोखा नगरपालिका वडा नम्बर 8 देखि नै सुरुवात गरेको यो बक्सिङ को बेसिकदेखि नै सुरुवात हामीले गर्न लागेको र गरिरहनु भएको हाम्रो भाइ बहिनीहरू हुनुहुन्छ। साह्रै नै म खेल्छु भविष्यमा, भविष्य बनाउँछु भन्ने हेतुले जुन बक्सिङ खेलमा लागिरहनु भएका हाम्रो भाइ बहिनीहरू हुनुहुन्छ, उहाँहरू सबैलाई उपस्थित सबैलाई नै म टोखा बक्सिङ क्लबको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट तपाईँलाई हार्दिक हार्दिक नमस्कार अभिवादन टक्राउन चाहन्छु। आज म यति खुसी लागिरहेछ, खास गरी जीवनमा सबैभन्दा पहिले जुन रूपमा हामीले सानोदेखि नै जुन रूपमा हामीले सोचेर हामी गरिन्छ त्यो काम नै सफल हुने रहेछ। म खास गरी सानो 8 क्लास पढ्दाखेरि नै मैले बक्सिङ धरानमा मैले सुरु गरेको थिएँ। म 8 क्लास धरान फर्स्ट स्कुलमा पढ्दाखेरि त्यहाँनिर हुनुहुन्थ्यो गुरुजी हाम्रो नरबहादुर पुमा हुनुहुन्छ, अनुपलाम हुनुहुन्थ्यो। त्यो बेलादेखि नै मैले सुरु गरेको। आज मैले यत्रो वर्षपछि म यो जुन रूपमा म आज यो स्थानमा छु यही बक्सिङले गर्दाखेरि हो। म किनभने बक्सिङ खेलेर नै जीवनमा एउटा ठुलो उपलब्धि गर्न सकिन्छ भन्ने कुरो म आफैले यो आज धेरै वर्षको अन्तरालमा म विभिन्न देश विदेश बसियो, तर आफूले खेलेको जुन मैले जीवनमा खेलेको उपलब्धि भनेको यो बक्सिङलाई मैले कहीँबाट चाहिँ मैले अगाडि बढाउनका लागि मैले गर्न सकिरहेको थिएन। म एउटा सामाजिक काममा पनि तत्पर अगाडि लागेर म जनप्रतिनिधि भएको छु। त्यसै क्रममा म यत्रो वर्ष भयो मैले अहिले बक्सिङ खेललाई मैले केही रूपमा मैले केही गर्न सकिरहेको थिएन। अहिले केही समय म किनभने मैले अगाडि बढाउनका लागि 7 वर्ष अगाडिदेखि नै मैले बक्सिङ खेलको लागि टोखा नगरपालिकामा एउटा
सबैभन्दा सानो तह भनेको स्थानीय सरकारदेखि त्यहाँदेखि एउटा दर्ता एउटा प्रक्रिया एउटा सिस्टममा जाने हिसाबले मैले प्रक्रिया गर्नको लागि धेरै नै कोसिस गरेँ। यहाँ अहिले खेलकुद विकास समितिको अध्यक्ष हुनुहुन्न, अहिले उहाँ विशेष कारणले गर्दाखेरि एउटा कार्यक्रम बाहिर हुनुहुन्छ। म धेरै नै कोसिस गरेर एउटा टोखा नगरपालिकामा कार्यविधि बनाएर एउटा खेलकुद विकास समिति बनाउन हामीले सफल भयौँ। त्यही अनुसार टोखा बक्सिङ क्लब हामीले टोखा नगरपालिकामा दर्ता गरेर एउटा सबै हाम्रो कानुनी प्रक्रिया पुरा गरेर हामीले टोखा बक्सिङ क्लबले अगाडि बढिरहेका छौँ। त्यसै क्रममा पैसा गरेर पहिले मेरो यही वडाको वडा सदस्य भएको कारणले गर्दाखेरि यही वडा जालपा स्कुलदेखि नै हामी अगाडि बढाउने भन्ने हिसाबले मैले यहाँको आदरणीय वडा अध्यक्ष हुनुहुन्छ रमेशजीको, उहाँले चाहिँ धेरै नै यसरी बढ्नुपर्छ भन्ने कुरो उहाँले चाहिँ खेलकुदमा साह्रै रुचि, आफै पनि खेलाडी हुनुहुन्छ उहाँले। त्यही भएर चाहिँ मैले यो बक्सिङ खेल सबैभन्दा पहिले यो प्रारम्भ स्कुलबाट नै सुरुवात गरेको। सुरुमा हाम्रो जालपा स्कुलबाट यो 12 वर्षदेखि माथिको जब 15 वर्षदेखि मुनिको हुनुहुन्छ 5 क्लासदेखि लिएर 9 क्लाससम्मको भाइ बहिनीहरू जम्मा 100 जनाको हामीले सुरुवात गरेका थियौँ। आज यो उहाँलाई छनौट गर्दाखेरि अहिले 15-20 जना मात्रै हुनुहुन्छ। यो खेल भन्ने कुरा आफ्नो रुचि पनि हो, कसैले खेल्नुपर्छ जबरजस्ती गरेर खेल्नु पनि सक्दैन। त्यही भएर उहाँको रुचि ले गर्दाखेरि नै आज 15-20 जना हुनुहुन्छ। उहाँहरू चाहिँ अहिले सिलेक्ट हुनुभएको, उहाँलाई चाहिँ अब हामीले चाहिँ सुरुवात टोखालाई चाहिँ एउटा खेल एउटा योगामय बनाउने र एउटा खेलमय बनाउने हिसाबले हामी लागिरहेका छौँ। हाम्रो तल तहदेखि माथि हाम्रो मेयर साहब हुनुहुन्छ, उहाँ पनि एकदम खेल प्रेमी हुनुहुन्छ। त्यही गर्दाखेरि हामीले सुरुवात यो खेल यो हामीले चाहिँ बक्सिङ खेल चाहिँ हाम्रो यो वडा नम्बर 8 देखि जालपादेखि सुरु गरौँ। यो आजको प्रमाणपत्र वितरणपछि हामी केही दिनपछि हामी अर्को स्कुलमा जाँदैछौँ। त्यसै गरी टोखा नगरपालिका पञ्चायतमा 9वटा सामुदायिक स्कुलहरू छ। 9वटा सामुदायिक स्कुलहरू मध्ये सबैलाई हामी छनौट गरेर पछि हामी क्लोजियम राखेर हामी खेलकुद विकास समिति बसेर हामी चाहिँ उहाँले चाहिँ ट्रेनिङ गराउने एउटा सोच गरिरहेका छौँ। त्यसै गर्दाखेरि जुन रूपमा आज हाम्रो प्रमुख अतिथिज्यू बक्सिङ सङ्घका अध्यक्षज्यू हुनुहुन्छ, उहाँ आउँदाखेरि यति खुसी लागिरहेछ। किनभने बक्सिङको जति पनि नेपालको संविधान नियमले जति खेलकुद परिषदले गर्ने कामहरू उहाँहरूबाट हो। किनभने हामी त एउटा सानो तल एकदम ग्रास लेभलको हामीलाई, किनभने हामीले उहाँहरूको सन्देश उहाँको चाहिँ सहयोगबाट मात्रै हामी अगाडि बढ्न सक्छौँ। किनभने यो भाइ बहिनीहरूको भविष्यको लागि पनि उहाँहरूले चाहिँ आज जुन रूपमा आएर एउटा हौसला प्रदान गर्नुभएको छ। केन्द्रीय अध्यक्षज्यू हुनुहुन्छ, महासचिवज्यू हुनुहुन्छ, सचिवज्यू हुनुहुन्छ, यसै गरी यहाँनिर हाम्रो वडा अध्यक्षज्यू सदस्यहरू हुनुहुन्छ, बक्सिङ सङ्घ कमिटीका व्यक्ति हुनुहुन्छ। तपाईँको सहयोग, तपाईँको चाहिँ सद्भाव, तपाईँको सुझाव दिने त्यो बक्सिङ त तपाईँको दिएको ज्ञानले नै बक्सिङ सङ्घ अगाडि बढ्छ भन्ने मैले अपेक्षा लिएको छु। म पनि एउटा खेलाडी धेरै समय जुन रूपमा लागेँ, आज म यसरी नै तपाईँहरू माझ मैले यसरी नै बक्सिङ खेललाई अगाडि बढाउनको लागि सबैको सहयोग र अपेक्षा गरेर गाउन सक्यो भने मात्रै बक्सिङ खेललाई चाहिँ अगाडि बढाउन सकिन्छ। जुन रूपमा यो बक्सिङ खेललाई आत्मासाथ जुन रूपमा हाम्रो कोचर हुनुहुन्छ, 2 जना हुनुहुन्छ, शेरबहादुर राणामगर, उहाँ पनि बक्सिङको लागि जुन रूपमा अवराध खोजिरहनु भएको छ, हाम्रो उहाँलाई सबैले एकपल्ट ताली बजाएर उहाँलाई पनि गरौँ। यसै गरी हाम्रो इन्डिया आर्मीमा भर्खर रिटायर हुनुभएको हाम्रो शमशेर घरेजी हुनुहुन्छ, उहाँहरू दुवैजनालाई चाहिँ हामी सबैभन्दा किनभने ज्ञान प्राप्त गर्ने सबैले गुरुहरूबाट उहाँहरू गुरु हुनुहुन्छ। हाम्रो शिक्षार्थीहरूले सबै उहाँहरूसँग ज्ञानहरू लिएर अगाडि बढ्नुहोस्, नेसनल इन्टरनेसनल खेलाडी बन्नुहोस्, तपाईँको भविष्य उज्जवल हुन्छ भन्ने कुरो राख्दै फेरि पनि म प्रमुख अतिथिज्यू र हाम्रो यहाँनिर बक्सिङ क्लबको अध्यक्षज्यू हुनुहुन्छ, उहाँ हाम्रो डाक्टर साहब हुनुहुन्छ। उहाँको हरेक कुरामा धेरै डिग्री हासिल गरेको, खेल क्षेत्रमा धेरै गहिरो अध्ययन भएको व्यक्ति हुनुहुन्छ। उहाँहरूको सुझाव सल्लाह सहयोगले नै यो बक्सिङ क्लब किन अगाडि बढ्न सक्छ भन्ने अपेक्षा गरे। पछि सम्पूर्ण बक्सिङ उपाध्यक्ष लगायत सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद दिँदै त्यसै गरी म यति खुसी लागिरहेछ आज हाम्रो बक्सिङ सङ्घका प्रमुख अतिथिज्यू, हाम्रो केन्द्रका अध्यक्ष, महासचिव, सचिवज्यू लगायत सम्पूर्ण उपस्थितज्यूलाई म धेरै धेरै धन्यवाद दिँदै ल नमस्कार गर्दै म बिदा हुन चाहन्छु। हस्, नमस्कार। अनुप कुमार राईज्यू। अब हाम्रो सो गेम चाहिँ भाइ बहिनीहरूले कसरी प्रस्तुत गर्नुहुन्छ, भाइ बहिनीहरूलाई सो प्रस्तुत गर्न म अनुरोध गर्दछु। धन्यवाद सचिवज्यू। अब हामी बक्सिङको अहिलेसम्म 3 महिना कुरा खेलिएको अलिकति छोटो हामीले सो गेम प्रस्तुत गर्न गइरहेको छौँ। पहिले चाहिँ बहिनीहरूबाट सेडो बक्सिङ है, सेडो बक्सिङ दिया फुलानी मगर। रेडी, स्टार्ट।
त्यसै गरी विनिता भाले गो स्टार्ट go. Oke, यसै गरी पुरुषतर्फ विशाल डोन गो स्टार्ट यसै गरी सुगम तामाङ स्टार्ट अब प्यारिङ तर्फ बाट सुजिता खम्खवास गो स्टार्ट Go. Up. Keep on. Forward. Forward. Put a hook. Put a hook. Put a guard. Put a guard. Put a hook. Put a guard. Put a guard. Put a beside. Up. Up. Put up. Up. Keep on. Forward. Forward. धन्यवाद यसै गरी सन्जिता थापा गो स्टार्ट धन्यवाद यसै गरी पुरुषमा दिपेश थापा क्याप्टेन पनि हुनुहुन्छ हाम्रो बक्सिङ टिमको स्टाइलको लागि तयार हुने यसै गरी